सपना मुलुक बनाउने छ, समृद्ध नेपाल, सुखी नेपाली बनाउने छ, राष्ट्रको गौरव बढाउने छ, राष्ट्रियतालाई बलियो बनाउने छ, अन्तर्राष्ट्रिय सम्बन्धलाई, भाइचाराको सम्बन्धलाई बलियो बनाउने छ, लोकतन्त्रलाई बलियो बनाउने छ। अर्को जलाउनेको मुद्दा देशलाई खरानी बनाउने छ। हामी के रोज्छौँ त्यही हो कुरा। रोज्छौँ के? अहिले नेकपा एमाले रामेछाप जिल्लाको हामीले विभिन्न वडामा गएर भर्खर हिजो मात्रै हामी काठमाडौँ फर्क्यौं। नेकपा एमालेको लहर प्रभाव राम्रो छ, कार्यक्रमको हिसाबले राम्रो छ, उम्मेदवारको प्रतिबद्धताले राम्रो छ, राजनीतिक सुझबुझले राम्रो छ। यति बेला हामीलाई एउटा मौका छ। त्यो मौकामा हामीले चुकायौं भने हामीले रामेछाप गुमाउँछौं, फेरि उठ्न सक्दैनौं। अहिले नयाँ र पुरानो भनेर मान्छेलाई अलमल्याउने काम भएको छ। सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, भाटबन्दीका सामान चोर्ने, जेलमा बसेका कैदीहरू भाग्ने, ती चाहिँ नयाँ रे। अनि मुलुक बनाउने मान्छेलाई, पार्टीलाई चाहिँ कमजोर ठान्ने काम यदा कदा सुन्न सकिन्छ। यसो भएको हुनाले एमालेसँग कुनै दलको तुलना हुँदैन, उम्मेदवार पनि हुँदैन। मैले अस्ति रामेछापमा केही कुरा सुने, केही कुरा बोले। रामेछापको विकास निर्माणको बारेमा पनि हेरे, हामीले बोल्यौं। रामेछापको बाटो, कालोपत्री बाटो, विद्युत, खानेपानी, शिक्षा लगायत खेलकुदका क्षेत्रमा उल्लेख्य काम भएको छ। अब मैले उम्मेदवारको बारेमा बोलिने, अरूको उम्मेदवारले बोले रे जहाँ सडकमा गाडी गुड्छ यो त मैले बनाएको भन्छन् रे। मैले बनाएको। सर्व कुनै ठाउँमा गयो, एसीमा बस्यो, यो चिसो त मैले ल्याएको भन्छन्। मास्टर सरहरूले, प्राध्यापकहरूले कलेजमा पढाउँदा रहेछन्, यो बिल्डिङ मैले बनाएको भन्छन्। भन्दा भन्दा यतिसम्म बनेछन्, भन्न त अप्ठ्यारो होला, राम्रो बालबच्चा देखे पनि मैले जन्माएको भनेर लाग्छ सबैलाई। त्यस्ता छन् नयाँ कर्मचारी बसेर काम गरेर काम गरे। माओवादीको कर्मचारी संगठनमा बसे, कोही मन्त्री भए पटक पटक, तर रामेछापले केही पाएन। तपाईले देख्नुभयो। एउटा कुरा ख्याल गर्नु होला, ए बाबु त्यहाँनिर गफ नगरौँ कि तपाईँहरू बस्नुहोस् कि गफ गर्नुहोस्। गफै गर्ने भए त किन चाहियो? रामेछापमा बहुदल आएदेखि मैले जोडे। अलि अगाडि आङ छिरिङ लामा मन्त्री, नवरा सोबेरी 30 वर्षे मन्त्री, मेरा कान्छाबा इन्द्र प्रसाद पनि मन्त्री, दाजु रामहरि ढुङ्गेल पनि मन्त्री, अहिलेका उम्मेदवार पनि मन्त्री, श्यामजी पनि मन्त्री, अरू सबै मन्त्री। छोटो समयमा हाम्रो कमलजी पनि अहिले मन्त्री हुनुभयो। त्यति हुँदा नेपाल छोक पारिपट्टि लुबुघाटदेखि बेथाङसम्मको बाटो आदरणीय नेता कमल चौलाको अगुवाईमा त्यो बाटो बनेको हो। त्यो बनेको बाटोमा, ट्र्याक ओपन गरेको बाटोमा मैले कालोपत्रे गरेँ। कुनै अरू मन्त्रीले मैले ट्र्याक ओपन गरी, कलेज बनाई, बिजुलीको तार ल्याई, अस्पताल बनाई, बाटो बनाई भन्छन् भनेर दाबी गर्छन् भने डबलीमा हामीले उनीहरूले बनाएको हो भन्ने पुष्टि भयो भने यो पार्टीको झन्डा हामी आजदेखि बोक्दैनौँ। ल, म च्यालेन्ज गर्छु। त्यो काम थोरै भएको छ, अभ्यास नेकपा एमालेले गरेको छ।
बाँकी काम धेरै छन्, अधुरा काम बाँकी छन्, हामीले सुरु गर्यौं। त्यो सुरु गरेको अधुरा काम अहिलेका हाम्रा उम्मेदवार माधव ढुङ्गेले पूरा गर्नुहुन्छ, राजकुमारजीले पूरा गर्नुहुन्छ। फागुन 21 भोट चाहिँ हाल्नु पर्यो नि। अब हाम्रो त शुभकामना के हुन्छ भने म अर्थमन्त्री नभएको भए बाटो बन्ने थिएन, क्लियर हुनुहोस्। गाउँपालिका र नगरको पैसाले कालो पत्रै हुँदैन, सबैलाई थाहा छ, टालटुल मात्रै हुन्छ। यहाँ लवजी हुनुहुन्छ, ज्ञान कुमारजी हुनुहुन्छ, उहाँलाई थाहा छँदै छैन। मन्थलीबाट गाल्बा जाँदाखेरि गोगलमानी खण्डको गाल्बासम्मको 48 करोड हो पैसा, 2-4 करोड होइन। बजेट ल्याउन पनि मन्त्री चाहिन्छ। त्यसो भए यो बैठकमा एउटा शुभकामना गर्छु, माधवजी भयो नि राजकुमारजी भयो नि, आगामी चैतको पहिलो हप्तामा माधवजी हुन्छन् सत्तामा, मन्त्री हुनुपर्छ भन्ने कुरा त्यतिसम्म हो। पहिले जित्नु पर्यो, राजकुमारजी मन्त्री भयो पहिले जित्नु पर्यो। त्यो जिम्मा यति बेला रामेछापका तरुणहरूको हातमा छ। यही हो नयाँ भनेको। श्यामकृष्ण श्रेष्ठ नयाँ कि माधवजी नयाँ? ल भन्नुहोस् तपाईँ। माधवजीले सरकारी जागिर खाएर पेन्सन पकाएर कुनै सङ्गठनमा अर्को सङ्गठनमा बसेको होइन। राजकुमारजीले हाई स्कुलको हेडमास्टर हुँदा नेलकडी लगाएर जागिरबाट खोसिएर पीडित भएर आन्दोलनपछि फर्केको नेता हो राजकुमार श्रेष्ठ। कसैले भन्छ राजकुमार श्रेष्ठ साङ्गुटारको। 27 सालमा एसएलसी पास गरेर माविका हेडमास्टर भएर हुँदा सङ्गठनको काम गरे बापत पञ्चायतले जेल हालेको नेलकडी लगाएको मान्छे हो। अहिले उमेरले 70 हुन लाग्नुभयो होला। उहाँले कसैको हानि नोक्सानी काहीँ जिन्दगीमा गरेका छैन। माधवजी एउटा हाँसरग्दो युवा हो। यस्ता उम्मेदवार रामेछापले पाएको छ। अझै हामी के भन्छौँ भने नयाँ हो कि के हो भन्छ। के हो नयाँ भने? आगो लाउने नयाँ हो, एमालेको झन्डा पोल्ने नयाँ हो, सिंहदरबार जलाउने नयाँ हो। सिंहदरबार जलाउँदाखेरि सारा नेपाली रोए अनि जेलबाट निस्केर हाहो गर्दै सिंहदरबार जलाउन आए। तिनलाई नयाँ हो भने हामी रामेछापका मान्छे हुँदैनौँ, पुष्पलालको जिल्लाको पनि हुँदैनौँ। त्यसो भए फागुन 21 मा हामीले जित्नुपर्छ। अब एउटा समस्या म तपाईँलाई देखाउँछु। अब हामी काठमाडौँमा छौँ। यो बुझेको टोली छ, यसमा केही बुझाउनु पर्दैन। पार्टीका विभिन्न तहमा काम गर्नुभएको तपाईँहरू नेता हुनुहुन्छ। अब यसलाई चटक्क बोकेर लगेर रामेछापको विभिन्न भेगवडामा कसरी पुग्ने? यहाँ केटाकेटीको स्कुल छुट्टी भएको छैन, पुर्नु पर्यो। पेसा व्यवसाय चलिरहेछ। 18, 19, 20 भित्र तपाईँहरू जानुपर्छ। त्यसको योजना बनाउनुहोस्। त्यो योजना म प्रमुख कुरा हो। बामा घरमा हुनुहुन्छ, एउटा भाइको त कतारमा छ, फोन गर्छ अरे, घन्टीमा भोट भन्छ अरे। घन्टीमा भोट भयो भने अहिलेसम्म त सिंहदरबार जल्यो। घन्टीमा भोट पाएर त्यो मान्छे प्रधानमन्त्री भयो भने तपाईँ हामी बसेको घरमा बम पड्किन्छ र हामी खरानी हुन्छौँ। मुलुक सकिन्छ। त्यसो भए नो भोट बाले, नो भोट घन्टी, ओन्ली भोट सन भनेर हामीले जानुपर्छ। त्यसो गर्न सकिएन, जो आयो उस्तै हो। पार्टी नयाँ रे अनि देश जलाउने, घर जलाउने, लोकतन्त्र जलाउने, संविधान जलाउने, पुलिसका ड्रेस खोज्ने, हाटबेन्डका कोट फेन्टा चोर्ने, रक्सी चोर्नेहरू नयाँ हुन्छन्। त्यसलाई नयाँ भन्ने भने मुलुकको समृद्धिको लागि गर्ने मान्छे को? आज रामेछाप 74 सालको पहिलो महिनामा बागमतीका 13 जिल्ला मध्ये सबैभन्दा आर्थिक सामाजिक हिसाबले कमजोर जिल्ला कुन हो भनेर एउटा टिमले अध्ययन गर्यो। राष्ट्र बैंक लगायत UNDP लगायतले। रामेछाप सबैभन्दा कमजोर जिल्ला। शान्तिजीलाई थाहा छ, मलाई थाहा छ। जब त्यसको 4 वर्षमा फेरि अध्ययन गर्यो, रामेछाप जिल्ला 13 जिल्ला मध्ये 8 जिल्लामा माथि आयो। आएन? आज रामेछापमा बिजुली बत्ती सबै घरमा छ। सावरले नुहाउँछन्, हिजो गाईका दाम्ला काट्थे पानी खुवाउन दिन नसकेर। आज ती घरमा बाथरुममा नहुने व्यवस्था भएको छ।
अनिकाल छैन डोको बोकेर देशा खोज्न अन्न खोज्न जान्थे आज त्यो जानु पर्दैन घर घरमा मोटर चल्छ पढ्नको लागि सबै सुविधा छ बिल्डिङहरू नयाँ छन् आधुनिक छन् रामेछाप कमजोर छैन यति बेला तर यो चिजको अभ्यास गरिसकेपछि के बुझ्नु नयाँ चिजले भन्छ उदाहरणका लागि भन्नुहोस् रामेछापमा आज यति बेला त्रिभुवन विश्वविद्यालयको एमए सम्मको पढाइ मात्रै हुँदैन जाँच पनि हुन्छ रामेछापमा निजी क्षेत्र पनि राम्रै सल्किया छ रोशन पाखरिन अस्पतालको अध्यक्ष हुँदा अक्सिजनको प्लान्ट खोज्न सिरा पाल्पा नवलपरासी कुन्नुबो प्रदेश सरकारले त्यति बेला अक्सिजनको प्लान्ट हाल्यो आज 48 सिलिन्डर महिनाको बन्छ हामीलाई म त भएन डायलासिसको सेन्टरको डायलासिस हुन्छ मृगौला रोगीहरूको लागि सबै खोलामा पानीमा पस्नु पर्दैन मान्छे गाडी चढेर ओहोरदोहोर मात्रै गर्दैनन् खानादेवी मन्दिरमा काटिन जाने बोकेर रागाले पनि गाडी नै चढ्छन् कमरे त्यो सुविधा भएको छ अनि हामी खोज्छौँ नयाँ कसैले भनन् नयाँ यो भएको उपलब्धि मेरो उपलब्धि हो हाम्रो उपलब्धि हो लोकतन्त्रको उपलब्धि हो एमालेको उपलब्धि हो भनेर हामीलाई के को हिचकिचाहट अनि त्यो पार्टीको नेता कार्यकर्ताले शिर झुकाएर खोइ के हो भन्ने खालको प्रश्न अब कहिले गर्नु हुँदै हामीलाई कसै कसैले हेप्न खोज्छ हिजो मात्रै एउटाले झन्डा जडायो एमालेको मन डर्दैन सिंहदरबार जलाऊ संसद भवन जलाऊ एमालेको अड्डा जलाऊ एमालेका नेताहरूको घर जलाऊ तर सूर्य चिन्हले बटुको भित्र तिम्रा बाउको कहिले अग्लाएर जलाउन सक्दैनौ त्यसो नै अझ अमर हुन्छ त्यसो भए एमाले निहुरिनु पर्ने शिर झुकाउनु पर्ने अनि बाटोमा हिँड्दै गयो यो बाटो मैले बनाएको हुँदा एउटा घरमा खाना बोलाएछन् कसैलाई खाना खाइसकेपछि यो घर मैले बनायो भने जनै कुटेछ कसले बनाएको रे भोलिएछ हजुर म त भोलिएछु भने त्यस्ता भोलिने उम्मेदवार छन् तिनले जित्छन् रे भनेर फेसबुकमा लेख्छन् कोही घन्टी बोक्ने साथीहरू जो हुनुहुन्छ अहिले पनि तपाईँहरूको घन्टी लगेर मन्दिरमा राखिदिनुहोस् सडकमा घन्टी बजाउने होइन शङ्ख बजाउने होइन शङ्ख र घन्टा सडकमा बजायो भने कि मान्छे मरेछन् बुझ्नुहोस् कि त अब सुपुर भयो बुझ्नुहोस् त्यो त मन्दिरमा राख्ने चिज हो अनि अब देश जल्यो देश खरानी भयो पार्टीका नेताहरूका धेरै हेरी मैले प्रोफाइल पिक्चर भगाए उडाए जब सङ्घलिँदै आयो एमालेका महेश बस्नेतहरूले सङ्घलाई खुट्टा टिक्नीसम्मको भयो एमाले उत्रियो अनि अरू पार्टी आएर हामी पनि रगत र तागत बोकेका पार्टी हौँ लासका दासका पार्टी होइनौँ भनेर छाती पेर्न लागि तिमीलाई पनि धन्यवादै छ एमाले पहिलो पार्टी हो एउटा झन्डा डराएर डराउँदैन आज त डर्दैन मार्क्सवाद कहिले पनि डर्न सक्दैन त्यसलाई यो वर्ग सङ्घर्ष यो प्रमुख मुद्दामा 21 गते फैसला गर्नुपर्छ फैसला गरेपछि थाहा हुन्छ हामीले के गर्ने भनेर त्यसैले यो एउटा माधवजीले राजकुमारजीले जित्ने हार्ने मुद्दा भन्दा पनि जलाउनेले जित्ने कि बनाउनेले जित्ने मुद्दा हो यो जलाउनेले जित्ने हो भने हामी नेपाली भएको रामेछापेली भएको पुष्पलालका सन्तान भएको चाहिँ हामीले आउट गर्नुपर्छ डिलिट गर्नुपर्छ बनाउने हो भने निर्भीकताका साथ निर्भयका साथ 21 गते शान्तिपूर्ण ढङ्गले आफ्नो मत जाहेर गरेर निर्वाचन मार्फत घन्टी सुरो लौरो हुक्का चिलिम बिदा गरिदिनुपर्छ सधैँभरि एउटै राख्नुपर्छ अहिले सजिलोस् अलिकति सजिलोस् हिजो 79 को उम्मेदवार मै हो 31,000 समथिङ भोट आयो कति आयो 5 वटा 6 वटा दल एकैचोटि लुछे कांग्रेस माओवादी समाजवादी मुक्ति मोर्चा के छन् सबै आज ती छन्ने बिन्द भएका छन् केही मत बढेको पनि छ
हामीले गरेका कामले बढेको छ। यो मौकामा यदि एमाले बहुमत ल्याएन भने मुलुक सकिन्छ। एमाले बहुमत ल्यायो भने मुलुक चाहिँ बन्छ घन्टेको अपराधीहरू खोरमा जान्छन् र जेलमा जान्छन्। यो पनि बोल्नुहोस्। सिंहदरबार जलाएको बिर्सेका छैनौं, संसद भवन जलाएको बिर्सेका छैनौं, पुलिसका ड्रेस खोसेको बिर्सेका छैनौं, पुलिसका बन्दुक चोरेको बिर्सेका छैनौं। चोरहरू हो तिमीले जाने भनेको खोरमै हो। तिमीलाई खोरमा लाने कि माथि लाने, सिंहासनमा लाने? एउटा अपराधी जेलबाट छुटेको अपराधी राजदूत भेट्न जान्छ। भारतीय राजदूत त्यसलाई समय दिन्छ। यो अहिलेको लुसिफरको सरकार त्यो मान्छेलाई जेलमा राख्नु पर्ने मान्छेलाई भारतीय राजदूतलाई समेत स्पष्ट गरेर सोध्नु पर्थ्यो सरकारले। कस्तो छ भने विडम्बना, सिंहदरबार मैले जलाइ भन्छ, खुट्टा हल्लाउँछ, सर्वोच्च जलाइ भन्छ, जेल पर्नु पर्दैन। किनभने जेनजी की हजुरआमा प्रधानमन्त्री छन् रे। उसको प्रधानमन्त्री भए बापत आगो लाउनेले जेलमा बस्नु पर्दैन, भाग्न पाइन्छ। लु कल्पना गरौँ, बालेन्द्र प्रधानमन्त्री भयो रे, सिंहदरबारमा यो तागतले आगो लाउन पाउने कि नपाउने? हामी लाउँदैनौँ अलग कुरा हो, तर मान्छेको रगत देखाएर मान्छे मारो। केपी ओली प्रधानमन्त्री हुँदा स्कुलको कम्पाउन्डमा गएर गोली हाने हो, स्कुलको क्यान्टिनमा हो। निषेधित क्षेत्र विशेष गरी सर्वोच्च अदालत, सिंहदरबार, प्रधानमन्त्री निवास, राष्ट्रपति निवास, दरबार मार्ग निषेधित क्षेत्र छ। हामीले समेत जुलुस गर्न पाउँदैनौँ। ठुला मान्छेले उमेर पुगेकाले 13 वर्षको सानो बालक, टाइलाको बालकलाई लुसिफरले पानी खुवाएर उत्ताउलो बनाएर खन्ती गैती ल्याएर संसद भवनको वाल भत्काएर आगो लाउन लागेपछि पुलिसले के गर्छ त? मोमो खुवाउँछ कि क्याडबरी चकलेट खुवाउँछ? अरू देशमा के गर्छ? भारतको संसद भवन आगो लाउन गयो भने के गर्छ? सलाम गर्छ प्रहरीले कि अमेरिकामा त्यसो गर्छ? यो त जानी बुझी केपी ओली र नेकपा एमालेलाई कमजोर बनाउन गरिएको प्रपञ्चपूर्ण खेलले सिंहदरबार जल्यो। सिंहदरबार केपी ओलीको घर हो र? किन जलाए? यसलाई त्यसको माया छैन। व्यक्तिका घर पनि जलाउने, त्यो पनि हेरी हेरी जलाउने। अनि यस्तो जलाउनेहरूले पनि भोट पाउँछन् भने यो नेपालमा कसैले भोट पाएछ भने ती भोट दिने मान्छे चाहिँ अलिकति खुस्केकै हुन्, खुस्केकै हुन्। 5-10% कति पर्सेन्ट हुन्छ त्यो चाहिँ दिमागले बिग्रेको भन्नुपर्छ। सिंहदरबार जल्दाखेरि सरकारले कमी गर्यो होला, मबाट पनि कमी हुन्छ। मैले गरेको कमीले सिंहदरबार जल्नु पर्ने? आमाले नुन हाल्न बिर्सिने भन्छ तरकारीमा, आमाले नुन हाले छैन कराई फुटाउनु हुन्छ। आमाले भाँडा माझ्दा कुकर राम्रो मान्नु भन्छ, अलिअलि बिग्रेछ, अनि मैले कुकर फुटाउनु हुन्छ हामीले? त्यसो भए भैँसीले दुध दिएन भने भैँसी काट्नुहुन्छ? सरकार फेर्न सकिन्छ। केपी ओली मन परेन, एमाले मन परेन रे, भोट मार्फत आऊ, सक्छौ भने जित, सक्दैन भने पछ तल। त्यो गर्न सकिँदैन लोकतन्त्रमा। सिंहदरबार जलाउनेहरूलाई सोध्नु होला, भन्ला नि एउटाले मैले त जलाए होइन भन्ला। प्रहरीको या कुनै छर्मी मान्छेको गोलीबाट मान्छे मर्दाखेरि केपीले दोष लिनुपर्ने, अनि सिंहदरबार जलाएको र रामेछापको कृष्णले जिम्मा लिनु पर्दैन के पर्दैन? मैले त होइन, मैले भेटेँ, कता हिँडे बाबु भनेको भोट माग्न हिँड्या भन्नुभयो। अनि मैले भने आगो लाउनु र भोट माग्नु फरक हुन्छ। आगो लाउनु सजिलो हुन्छ, सलाई कतिको बोक्नु भएको छ लगाउँदै हिँड्नु। मैले त होइन भने उसले। अनि केपीले चाहिँ हो त? त्यो त होइन। किन भने त तिमीले त्यसो जिम्मा लिनु पर्दैन? केपी ओलीले गरेको काम रामेछापको सबै नेताले जिम्मा लिन्छौ, कैलाशुङ्गेले जिम्मा लिन्छौ, हामी लिन्छौँ। ल घन्टेले सक्छ? सक्नु पर्यो नि आफ्नो भएपछि। त्यसैले विदेशीहरू विशेष गरी अमेरिका साम्राज्यवाद भारतीय गुप्तचरको सरकारको मिले भगतमा
नेपालको मौलिक परम्परा र विकास निर्माणको कामलाई यसका नेतालाई कमजोर पार्नको लागि गरिएको खेल हो त्यो सिंहदरबार। मलाई लाग्छ त भ्यान्नु होला, सिंहदरबारको मोडल र घर भारतमा पनि छैन। त्यो घर एउटा मौलिकता थियो। सिंहदरबार हामीसँग छ, गौतम बुद्ध हामीसँग हुनुहुन्छ, सगरमाथा हामीसँग छ भन्ने जुन थियो भारतले थपिसकेको थिएन। यदि हुन्थ्यो भने सगरमाथा पनि आगो लाउँथ्यो भने त्यो डर्दैन। लुम्बिनीमा आगो लाउन बेला बेलामा खोजिरहेको छ, ख्याल गर्नु। त्यसो भने यो सचेत कुरा, कुनै नौलो कुरा छैन। त्यसो भएको कुराले सम्पर्क मञ्च कमिटी यसका नेताहरू अब आफै उम्मेदवार जस्तो भएर आफै योजना बनाएर जिल्लामा गएर आफ्नो वडा जिताउनु होला। वडाको बुथ म त अहिले पनि जिल्ला कमिटीमा नि भनेको छु, कसैलाई पर्छ म जान्दिनँ। केन्द्रीय कमिटीदेखि पालिकासम्म सम्पर्क मञ्चका सबै नेतालाई एउटा सूत्र भनेको छु मैले अस्ति बैठकमा, आफ्नो वडाको भोटमा चाहिँ नजिताउने, आफ्नो बुथमा नजिताउने ठुला कुरा गर्न पाइँदैन। अब यति भन्छु है म, सबै भन्ने आफ्नो वडामा चाहिँ सकिएन कमरेड भनेर नै आउनु होला। अब जिम्मेवारी दिँदा वडामा भोट कति आयो, बुथमा कति आयो, सक्रियता कति भयो, कति लाग्नुभएको आधारमा आगामी जिम्मेवारी तोकिनेछ। ल अनि वडामा कति, वडामा 27, 127, विपक्षको 600, उसो उतै बस्नुहोस् तपाईँ। ल एमालेको कमिटी कुन फलानु कमिटी ठुलो, वडामा चाहिँ लडबर, त्यसको नाम हो एमाले होइन। अब अनि जितिँदैन। सदस्य कति, 8000। जिल्ला कसको, पुष्पलालको। उम्मेदवार को, माधव ढुङ्गेल। समानुपातिक राजकुमार। यति हुँदा पनि हार्ने भए कस्तो जिल्ला पनि सोध्छ। मैले पोखरामा माला झिकेको कथा तपाईँलाई बताएको छैन, यति सन्च है। पोखरामा गए, बागमतीको मन्त्री आयो भने अर्थमन्त्री माला लगाइदियो 2टा, अरूलाई एउटा लगाइदिए, मलाई 2टा लगाइदिए। अब यस्तो 2टा लाउने चलन थिएन। पछि कुरा बुझ्दै गए, बोल्दै क्रममा एकजना साथीले यस्तो साइलेन्ट थियो, कोही बोलेको थिएन। रामेछापको पुष्पलाल जन्मेको जिल्लाको नेता मन्त्री भनेकी छन् मलाई। अनि तलबाट सोधे, कमरेड रामेछाप नगरपालिका पुष्पलाल जन्मेको आँगन, पुष्पलालको नारी काटेको ठाउँमा कुन पार्टीले जित्या छ भने मैले ठ्याट्ट काङ्ग्रेस भन्ने। हत्ता आएर माला झिक्यो। पुष्पलालको जिल्ला रामेछापको माधव ढुङ्गेल उम्मेदवार, 8000 पार्टी सदस्य, अहिलेको वडा राम्रो छ। त्यति बेला हामीले जितेनौँ भने माधव ढुङ्गेलको गलाको माला के हुन्छ? प्रश्न गम्भीर छ। कति बेला भन्दा सिंहदरबार जलाउने के बनाउने कुरा छ, मुलुक गलाउने के बनाउने कुरा छ, त्यसको मुद्दा माधवजी लिनुपर्छ। केपीओले हामीले प्रधानमन्त्री बनाउने भनेको छु होइन के होइन? केपीओले प्रधानमन्त्री बनाउँदा माधव ढुङ्गेल जित्नुपर्छ कि पर्दैन? एक सिट पुगेन भनेर रामेछापले जिताउन सकेन, केपीओलीको प्रधानमन्त्री पुगेन भन्यो भने हामीले काठमाडौँको कोटेश्वरमा मोमो खान मिल्छ कि मिल्दैन? केपीओले एक भोटले बहुमत आएन, त्यसमा रामेछापले जिताउन सकेन भन्यो भने कोटेश्वरमा कोट्ला र यसरी टक्क आउने, कता भन्दा कफी खान हिँड्या, मिल्छ कि मिल्दैन? भन्नुहोस् न। त्यसो हो भने अहिले प्रण गर्नुहोस्, पुष्पलाललाई सम्झेर प्रण गर्नुहोस्, सूर्य चिन्ह बोकेर प्रण गर्नुहोस्, रामेछापको विकास निर्माण सम्झिनुहोस्, अनि माधव ढुङ्गेललाई जाम भोट हाल्नुहोस्। आगामी फागुन 21 गते सूर्यमा मतदान, फागुनको चैतको पहिलो हप्तामा माधव ढुङ्गेललाई सरकारमा प्रतिनिधित्व चाहिएको थियो। अब एमाले मुडो चिर्नुपर्छ, माधव ढुङ्गेलले मुडो चिर्नुपर्छ, कैलाश ढुङ्गेलले मुडो चिर्नुपर्छ, राजकुमारजीले चिर्नुपर्छ। बन्चरो चाहिँ अर्काको हातमा दिनु, मुड्केले मुडो चिर्छ, मुडै चिर्ने भने त्यो चिज आरोप बन्चरोमा दिनुपर्छ। त्यसो भए सधैँभरि हामी आफै कुद्छौँ, लुगा आफै किन्छौँ, भात आफै खान्छौँ, सबै गर्छौँ। चुनावको बेला चाहिँ भात कहाँ खाने, खाजा कहाँ खाने, त्यो मुद्दा हुन्छ। भात कहाँ खाने होला, मुडेमा खाने, के अरे नेपाल थोकमा खाने कि भकुण्डेमा खाने, नखाने झोलैमा बोक्ने, चिउरा खाने कुद्ने। ल
कोही खाइँदैन। हिजोको हजुरबाको पाना पो चामलको भात खान सराद्दै कुर्नु पर्थ्यो, अहिले जहाँसुकै चामलको भात पाउँछ, कमरेड पिर मान्नु पर्दैन। यसरी आउनुहोस्, अब पार्टीका केन्द्रीय कमिटीका नेताहरूको निर्देशन, हाम कमलजीको निर्देशन र कमलजीको एउटा निम्ता पनि छ। आफ्नो